आज म हजुरहरूलाई वाच्य परिवर्तनमा कर्मवाच्य र भाववाच्यबाट कर्तृवाच्य कसरी बनाउने निकै सरल तरिकाले जानकारी दिँदैछु, सहजीकरण गर्दैछु। हेर्नुहोस् है। वाच्य परिवर्तन वाच्य परिवर्तनमा कर्मवाच्य र भाववाच्यबाट कर्तृवाच्य कसरी बनाउने त हेर्नुहोस्। यहाँ कर्मवाच्य छ। कर्मवाच्यमा अगाडि कर्ता छैन। कर्ता नभएको कर्मवाच्यबाट म हजुरहरूलाई सरल तरिकाले सिकाउँदैछु। कर्मवाच्य भनेको कर्म अनुसारको क्रियापद रहने वाच्य हो। हेर्नुहोस्, पुस्तकहरू पढिए, पुस्तकहरू पढिए, कसले पढ्यो थाहा छैन। अब कर्तृवाच्य बनाउने भनेको कर्ता राखेर अथवा कर्ता प्रमुख रहने वाच्य कर्तृवाच्य हो। यहाँ पुस्तकहरू पढिए, कर्ता नहुँदाखेरि हामीले कर्ता थपेर मैले पुस्तकहरू पढेँ, किनकि कर्ता भनेको काम गर्ने व्यक्ति है। मैले पुस्तकहरू पढेँ, पढ्नेको म, अनि हामीले पुस्तकहरू पढ्यौँ। तैँले पुस्तकहरू पढिस्, उसले पुस्तकहरू पढ्यो, तिमीले पुस्तकहरू पढ्यौ, तपाईँले पुस्तकहरू पढ्नुभयो है। यसमा कर्ता छैन। कर्तृवाच्य बनाउँदाखेरि हामीले कर्ता नभएको कर्मवाच्यलाई अथवा कर्ता नभएको वाच्यलाई कर्तृवाच्य बनाउँदाखेरि हामीले जुनसुकै आफूलाई मन लाग्ने खालको कर्ता राखेर हामीले कर्तृवाच्य बनाउनुपर्छ। त्यो कर्तृवाच्य बनाउँदाखेरि राखेको कर्ता सुहाउँदो हुनुपर्छ है। अनि अर्को हेर्नुहोस्, द्वारा लागेको कर्मवाच्य छ। साथीद्वारा बुवा भेटिनु भयो। बुवालाई भेटाउने को हो? साथी। तर बुवा अनुसारको क्रियापद छ, यहाँ साथी अनुसारको क्रियापद छैन। कर्तृवाच्यमा कर्ता अनुकूलको क्रियापद हुन्छ। हेर्नुहोस् त, साथीले बुवालाई भेटायो, यहाँ बुवा भेटिनु भयो भन्ने थियो कर्मवाच्यमा। कर्म अनुसारको आदर थियो भने यसमा साथी अनुसारको आदर छ, साथी अनुसारको क्रियापद राखिएको छ। हेर्नुहोस् अर्को, भाइद्वारा बहिनी बोलाइन्छे। बोलाउने को हो? भाइ, तर बहिनी अनुसारको क्रियापद छ। भाइ बोलाउँछ छैन। यसमा कर्तृवाच्यमा भाइ अनुसार जसले बोलाउने हो नि, काम जसले गर्छ त्यही काम गर्ने कर्ताका आधारमा क्रियापद हुन्छ। भाइ बहिनीलाई बोलाउँछ। अब हेर्नुहोस्, नियमहरू एकछिनपछि हजुरहरूलाई थप जानकारी दिउँला। भाववाच्य, आफू त सुतियो। अब यो आफू अनुसारको क्रियापद छ है। सुतियो भन्ने तृतीय पुरुष छ है, यो अनुसार छैन। अब हेरौँ भाववाच्य। भाववाच्यमा आफू त सुतियो भन्ने छ, एक वचनको क्रियापद छ, तृतीय पुरुषको क्रियापद छ। कर्तृवाच्य बनाउँदाखेरि आफूलाई म बनाएर म त सुते भन्ने बनाइयो। आमाद्वारा घर गइयो, घर जाने त आमा हो, तर आमा अनुसारको क्रियापद छैन। आमा जानु भएको हो नि त घरमा हैन। हेर्नुहोस्, आमाद्वारा घर गइयो, आमा अनुसारको क्रियापद छैन। यहाँ तृतीय पुरुषको एक वचनको निम्न आदरको क्रियापद छ। कर्तृवाच्य भनेको जो काम गर्छ है, जसले कार्य सम्पन्न गर्छ नि, त्यसकै आधारमा क्रियापद राखिएको हुन्छ के। हेर्नुहोस् न, आमा घर जानुभयो, आमा अनुसारको आदर छ, आमा अनुसार नै मिल्ने क्रियापद छ। कर्तृवाच्य यस्ता हुन्छन्। धेरै हाँसिन्छ। अब हेर्नुहोस्, यसमा अगाडि को हाँस्छ भन्ने कुरा छैन। यसमा यो भाववाच्यमा हाँसिन्छ भन्ने क्रियापद नै प्रमुख हुन्छ है। क्रियापद प्रमुख भएको वाच्य भाववाच्य हो। कर्तृवाच्य बनाउँदाखेरि कर्ता राख्ने हो, कर्ता छैन भने। हेर्नुहोस्, राम धेरै हाँस्छ, म धेरै हाँस्छु, ऊ धेरै हाँस्छ, आमा धेरै हाँस्नुहुन्छ। यसरी हामीले कर्ता नहुँदाखेरि कर्ता थपेर पनि कर्तृवाच्य बनाउनु पर्ने हुन्छ। अब हेर्नुहोस्, अब यसमा तपाईले थाहा पाउनुभयो, कर्तृवाच्यमा कर्ता नहुँदाखेरि पनि कर्ता अनिवार्य चाहिँदो रहेछ। कर्तामा ले राख्नु पर्ने भए ले राख्नु पर्दो रहेछ, द्वारा हटाउनु पर्दो रहेछ हैन। अब क्रियापदमा भएको ई पनि हटाउनु पर्दो रहेछ। हेरौँ है, अब एक एक गरेर नियम हेरौँ त।
कर्तामा लागेको द्वारा वा बाट हटाउनु पर्दो रहेछ। कर्तामा लागेको द्वारा अथवा बाट हटाउनु पर्दो रहेछ। हामीले यहाँ द्वारा लागेको द्वारालाई हटायौं। आवश्यक भए कर्ता थप्नु पर्दो रहेछ। यहाँ कर्ता छैन नि त। पुस्तकहरू पढिए, पुस्तक पढ्ने को हो थाहा छैन, त्यस्तो सन्दर्भमा हामीले कर्ता थपेर कर्तृवाच्य बनाउनु पर्छ। त्यो कर्ता सुहाउँदो हुनुपर्छ। पुस्तकहरू पढ्ने को त, त्यो अनुसारको कर्ता राख्नुपर्छ। आवश्यक भए कर्ममा लाई थप्नुपर्छ है। हेर्नुहोस् त, यसमा भाइद्वारा बहिनी बोलाइन्छ। अब यहाँ भाइमा द्वारा त हामीले हटाउने नियम नै भइहाल्यो, हामीले द्वारा हटाउँछौँ भनिहाल्यौँ। अब भाइद्वारा भन्ने छैन, भाइ बहिनीलाई बोलाउँछ, भाइ बहिनी बोलाउँछ, त्यति मिलेन। त्यही भएर हामीले यहाँ लाई, कर्ममा लाई आवश्यक भएमा थप्नु पर्दो रहेछ। अरु क्रियापदमा भएको ई हटाउनु पर्छ। हेर्नुहोस् त, धातुमा लागेको ईलाई हामीले हटाउनु पर्दो रहेछ। कर्मवाच्य र भाववाच्यमा हुने क्रियापदहरूमा अनिवार्य धातुपछि ई जोडिएको हुन्छ अनि क्रियापद बन्दछ है। हामीले कर्मवाच्यमा भएका र भाववाच्यमा भएका क्रियापदको ई हटाइदिनुपर्छ। आफू त सुतियो, हेर्नुहोस्, म त सुते, यहाँ त ई छैन नि त। आमाद्वारा घर गइयो, आमा घर जानुभयो, यी हटाइदिने हो। धेरै हाँसिन्छ, राम धेरै हाँस्छ, म धेरै हाँस्छु, यी हटाइदिनुपर्छ। कर्ताको लिङ्ग वचन पुरुष र आदर अनुसार क्रियापद राख्नुपर्छ। हेर्नुहोस् त, यसमा हामीले कर्ता नै नभएको वाच्यलाई, यसमा हामीले कर्ता नै नभएको वाच्यलाई कर्तृवाच्य बनाउँदाखेरि हामीले कर्ता थप्नुपर्छ भन्ने कुरा भर्खरै तपाईँहरूले थाहा पाइसक्नुभयो। अब कर्ता थप्दाखेरि तपाईँले जुन कर्ता थप्नुहुन्छ, मैले पढेँ, हामीले पढ्यौँ, तैँले पढिस्, आमाले पढ्नुभयो, त्यही अनुसार जुन हामीले कर्ता थपेका हुन्छौँ त्यही अनुसार क्रियापद मिल्ने बनाउनु पर्दछ। अर्को, काल पक्षहरू परिवर्तन गर्न पाइँदैन है। हेर्नुहोस्, आफू त सुतियो, भूतकाल छ, भूतकालको पनि सामान्य पक्ष छ, हामीले कालका पक्षहरूलाई परिवर्तन गर्न हुँदैन है। अब जस्तै हामीले भाइद्वारा सुतिँदैछ भन्ने अपूर्ण वर्तमानमा छ भने, हेर्नुहोस् त, भाइद्वारा सुतिँदै छ भन्ने छ भने यहाँ त अपूर्ण वर्तमान छ नि त, हैन? भाइ सुत्दै छ, हेर्नुहोस्, अपूर्ण वर्तमान छ भने अपूर्ण वर्तमानमै राख्ने हो हैन। पूर्ण पक्ष छन् भने पूर्णमै राख्ने हो। कालका 11वटा पक्ष मध्येमा जुन पक्ष छ नि त्यो परिवर्तन गर्न पाइँदैन, कालका पक्ष परिवर्तन गर्न पाइँदैन। अर्को छ भाव, यहाँ सामान्य अर्थमा छन्, सामान्य अर्थमा भएका वाक्यहरूलाई हामीले सामान्य अर्थमै वाच्य परिवर्तन गर्ने हो है। अनि अर्को, आज्ञा छ, इच्छा छ भने पनि हामीले मिल्दो नियम अनुसार है बनाउनु पर्दछ भने। अब ध्रुवीयता, करण र अकरण परिवर्तन गर्न पाइँदैन। आफू त सुतियो भनेपछि म त सुतेँ, आफू त सुतिएन भनेपछि म त सुतिन भन्ने बनाउनु पर्यो है। अब अर्को छ, कर्तामा यहाँ आफू छ, भाववाच्यमा म भयो भनेपछि आफू हुन्छ। यो आफूलाई कर्तृ बनाउँदाखेरि ममा परिवर्तन गर्नु पर्दछ है। अब हजुरहरूले सजिलै तरिकाले कर्तृवाच्य कसरी बनाउने, कर्मवाच्य र भाववाच्यमा भएका वाक्यहरूलाई कर्तृवाच्य बनाउने नियम निकै सरल तरिकाले बुझ्नुभयो होला, जानकारी पाउनुभयो होला। कक्षा 6 देखि 12 कक्षासम्म पढ्ने विद्यार्थीहरूका लागि अनिवार्य हरेक परीक्षामा आउने यो प्रश्न, वाच्य परिवर्तन हजुरहरूलाई कस्तो लाग्यो? हजुरहरूले नबुझेको अथवा अझै पनि अलमल भएको कुरा केही छ भने कमेन्ट गर्नुहोस्, म सहजीकरण गर्ने फेरि पनि प्रयास गरौँला है। हजुरहरूका साथी र नानी बाबुहरूलाई यो भिडियो सेयर गरिदिनुहोस्, मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद।